Because we have come to listen to God's word, I think we should not mind sitting a little more. किनभने अब हामी प्रभुको वचन सुन्न आएका हौं, त्यसै कारणले चाहिँ हामीले यहाँ बस्नको लागि चाहिँ केही नराम्रो मान्नु हुँदैन. So we come to the 3rd John. हामी चाहिँ तेस्रो यूहन्नामा आउँछौं. So today is our family prayer portion, 3rd John. We shall read the whole chapter. तेस्रो यूहन्ना आज जुन हाम्रो पारिवारिक प्रार्थनाको लागि छ, हामी यो पुरै अध्यायलाई पढ्ने छौं. We will read alternatively. हामी यसलाई पालै-पालो गरेर पढ्ने छौं. एक पद, म प्राचीनबाट प्रिय गायसलाई जसलाई म सत्यमा प्रेम गर्दछु. किनकि जब भाइहरू आए तब र तिमीमा भएको सत्यताको विषयमा अर्थात् तिमी कसरी सत्यतामा हिँड्छौ भन्ने गवाही दिए, तब म ज्यादै आनन्दित भए. पाँच पद, हे प्रिय, जे कुरा तिमीले भाइहरू र परदेशीहरूका निम्ति गर्दछौ सो विश्वास योग्यतापूर्वक गर्दछौ. सात पद, किनकि उहाँकै नामका निम्ति उनीहरू निस्के र अन्य जातिहरूबाट केही लिएन. नौ पद, मैले मण्डलीलाई लेखेँ तर तिनीहरूको बीचमा पहिलो हुन मन पराउने डियोट्रेफेसले हामीलाई ग्रहण गर्दैन. एघार पद, हे प्रिय, खराब कुराको पछि होइन तर भलो कुराको पछि लाग. जसले भलाइ गर्दछ वो परमेश्वरबाटको हो, तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन. तेह्र पद, मसँग लेख्नुपर्ने कुराहरू धेरै थिए तर म तिमीलाई मसी र कलमले लेख्न चाहदिन. May the Lord bless this portion and speak to us. प्रभुले यो खण्डबाट आशीष दिनुभएको छ र हामीसँग बात गर्नुभएको. Though it is just 14 verses, but deep things are there if we try to dig in it. अनि यद्यपि यहाँ 14 वटा मात्र पदहरू छन् तर गहिरा कुराहरू यसमा छन्. यदि हामी यसमा अझै खनेर भित्र जान चाहन्छौँ भने. Now John the apostle, he was the apostle of love. अनि यूहन्ना प्रेरित चाहिँ प्रेमको प्रेरित हुनुहुन्थ्यो. And that's why everywhere wherever he writes, he talks about love, the love which he received from Lord Jesus Christ. अनि त्यसै कारणले उहाँले जति पनि कुराहरू लेख्नुभयो त्यसमा चाहिँ प्रेमको विषयमा लेख्नुभयो, किनभने उहाँले चाहिँ यो प्रेम प्रभु येशू ख्रीष्टबाट प्राप्त गर्नुभयो. And this specifically, because we want to just conclude in a very short way, अनि विशेष गरिकन हामी चाहिँ यसलाई एकदम छोटकरीमा यसलाई निष्कर्षमा ल्याउने छौं. we can see this epistle that he is trying to encourage his children, spiritual children. अनि यो पत्रमा चाहिँ उहाँले आफ्नो उहाँको त्यो आत्मिकी जति पनि छोराछोरीहरू छन् तिनीहरूलाई चाहिँ प्रेरणा दिन खोज्दै हुनुहुन्छ. And also he is even giving them counsel. अनि उहाँले चाहिँ उनीहरूलाई सल्लाह पनि दिँदै हुनुहुन्छ. So from verse 1 to verse 5 or 6 we have the commendation to Gaius. Commendation means praising him. अनि एक पददेखि 5 पदसम्म चाहिँ गायसलाई यहाँनिर उसको प्रशंसा गरेको विषयमा हामी पाउँछौं. And from 7 to verse 12 we see counsel given. अनि 7 देखि 12 पदसम्म चाहिँ यहाँनिर हामी देख्छौं सल्लाह दिएको. And that is the usual practice of a elderly servant of God. अनि यो चाहिँ परमेश्वरको जति पनि प्राचीन सेवकहरू थिए उनीहरूले गर्ने अभ्यास थियो. That is what we also must learn. अनि यो कुरा चाहिँ आज हामीले पनि सिक्नुपर्छ. Even when we read the epistle of Philemon, अनि हामीले जसरी फिलेमनको पत्रलाई पढ्छौं, there also we find that
Paul was trying to counsel Philemon something. अनि त्यहाँनिर हामीले पाउँछौँ पावलले चाहिँ फिलेमोनलाई पनि केही कुरामा सल्लाह दिँदै And गर्नुभएको before giving that counsel, he is giving that commendation or praising Philemon. अनि तर सल्लाह दिनु अगाडि चाहिँ उहाँले फिलेमोनको नि त्यहाँनिर प्रशंसा गर्दै हुनुहुन्छ This is the godly way, spiritual way to encourage and build up God's people. अनि यो चाहिँ परमेश्वरको ईश्वरीय बाटो अथवा आत्मिकी बाटो जसरी चाहिँ आज परमेश्वरको जनहरूलाई चाहिँ बनाइदछ So we must talk to them lovingly and first encourage them by pointing out to their good things which they have in their life. अनि हामीले चाहिँ उनीहरुको जीवनमा जे पनि असल कुराहरु छन् त्यसलाई चाहिँ हामीले देखाएर उनीहरुलाई प्रेरणा दिनुपर्दछ And पहिला then we have to even give them corrections if there are something to be corrected. अनि तिनीहरुमा चाहिँ केही कुरा ठीक पारिनु छ भने अनि हामीले चाहिँ तिनीहरुलाई त्यस कुराको निम्ति चाहिँ हामीले सुझाव दिनुपर्दछ. So here he is encouraging him in first and second verse about health. He is concerned about Gaius' health. अनि यहाँनिर 1 र 2 पदमा चाहिँ यहाँनिर हामी देख्न सक्छौं यहाँनिर चाहिँ स्वास्थ्यको विषयमा चाहिँ प्रेरणा दिनुभएको अर्थात गायसको स्वास्थ्यको विषयमा चाहिँ उहाँ अलि चिन्तित हुनुहुन्थ्यो. Then verse 3 and 4 he is commending him for his spiritual walk. Gaius was having a good spiritual walk and he was praising that. अनि 3 र 4 पदमा चाहिँ गायसको जुन पनि आत्मिक हिँडाइ थियो त्यस विषयमा चाहिँ प्रशंसा गर्दै हुनुहुन्छ. And then in verse 5 and 6 Gaius even had good nature of hospitality. He would serve others. अनि 5 र 6 पदमा चाहिँ हामी पाउँछौं गायसको चाहिँ आज अति नै राम्रो स्वागत सत्कार गर्ने राम्रो बानी थियो. And that's why he is praising him for that. अनि यहाँनिर चाहिँ त्यसै कारणले उहाँको प्रशंसा गर्दै हुनुहुन्छ. And then from verse 7 onwards he is giving him counsel. अनि 7 देखि अगाडिका पदहरुमा चाहिँ उहाँले सल्लाह दिँदै हुनुहुन्छ. Read verse 7. 7 पद पढ्दै छु. किनभने उहाँकै नामका निम्ति उनीहरु निस्के र अन्य जातिहरुबाट केही लिएनन्. Verse 8. 8 पद यसकारण सत्यताका लागि सहकर्मी हुनलाई हामीले यस्ताहरुलाई स्वागत गर्नै पर्छ. Yes, so he is counseling him that such Gentiles who are coming to us, we must be hospitable to them, the strangers. अनि आज यहाँनिर चाहिँ उहाँले सल्लाह दिँदै हुनुहुन्छ यस्ता अन्य जातिहरु उनीहरुलाई चाहिँ हामीले स्वागत गर्नै पर्छ. Then there was a man in verse 9 who was not walking correctly. अनि एउटा व्यक्ति छ 9 पदमा जो चाहिँ ठीकसँग हिँडिराखेको थिएन. There are sometimes such people also. अनि कुनै समय चाहिँ यस्ता किसिमका मानिसहरु पनि हुन्छन्. Never name your children as Diotrephes. अनि तपाईले आफ्नो छोराछोरीको नाम चाहिँ डियोट्रेफेस भनेर कहिल्यै नराख्नुहोस्. Because he is the one who is opposing God's servants. अनि यो व्यक्ति चाहिँ यो थियो जसले चाहिँ परमेश्वरको दासको विरोध गर्थ्यो. Yeah, because sometimes we name whatever we like. अनि कहिलेकाहीँ चाहिँ अब हामीलाई जे पनि मन लाग्छ हामी त्यही नै नाम राखिदिन्छौँ. He was one who was against the servants of the Lord. Here it is saying that he is even not allowing John to come there. अनि यहाँनिर चाहिँ लेखिएको छ उसले चाहिँ इभन के रे यूहन्ना प्रेरितलाई पनि आउन दिएन अर्थात उसले चाहिँ परमेश्वरको दासहरुको विरोध गर्दछ. So he was counseling that mark such people, be careful of such people. अनि उहाँले चाहिँ त्यसै कारणले सल्लाह दिँदै हुनुहुन्छ यस्ता मानिसहरुलाई चाहिँ चिन्ह लगाउनु अथवा चिन्नु. And then in verse 11 अनि 11 पदमा हे प्रिय खराब कुराको पछि होइन तर भलो कुराको पछि लाग जसले भलाई गर्दछ उ परमेश्वरबाटको हो तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन. And then he is also talking about Demetrius. अनि 12 पदमा फेरि डेमेट्रियसको विषयमा पनि बात गर्दै हुनुहुन्छ. डेमेट्रियसले सबै मानिसबाट र स्वयं सत्यताबाट पनि असल गवाही पाएका छन् अनि हामी पनि गवाही दिन्छौं. So this is also one important thing. अनि यो पनि एउटा महत्त्वपूर्ण कुरा हो. That God's word is even mentioning simple believers and their character when they were doing something good. अनि परमेश्वरको वचनले चाहिँ एउटा साधारण विश्वासीलाई पनि देखाइराखेको छ जब जुन बेला चाहिँ तिनीहरुले असल काम गर्दै छन्. Which reminds us that God will never forsake what good things you would do. अनि यसको अर्थ यसले हामीलाई स्मरण गराउँछ परमेश्वरले चाहिँ तपाईले जुन असल काम गर्नुहुन्छ त्यसलाई कहिल्यै In Hebrews 6:10 it is written. अनि यो कुरा चाहिँ हिब्रू 6:10 मा लेखिएको छ. God is not unrighteous that he may forget your good works. अनि परमेश्वर अधर्मी हुनुहुँदैन उहाँले चाहिँ तपाईको राम्रो कामलाई बिर्सनको So निम्ति. beloved, that's why we must live in the house of God for the betterment of the house of God, never to do anything
which will harm the house of अनि God. त्यसै कारणले प्रिय हामी चाहिँ परमेश्वरको घरमा रहनुपर्छ, परमेश्वरको घरको असल काम गर्नको निम्ति, तर त्यसलाई हानि गर्नको निम्ति होइन। And we must remember that we are His house. अनि हामीले यो कुरालाई याद गर्नुपर्छ हामी उहाँको घर हौं। He dwells in us. अनि उहाँ हामी भित्र बास As He गर्नुहुन्छ। said, abide in me and I in you. जसरी उहाँले भन्नुभयो ममा बस र म तिमीहरू भित्र बास Then He गर्छु, will bear much fruit. अनि तब मात्र तिमीहरूले धेरै फल फलाउने छौ। We must abide in the Lord and the Lord should abide in us. अनि हामी चाहिँ प्रभुमा रहनुपर्छ र प्रभु चाहिँ हामी भित्र रहनुपर्छ। May the Lord bless us. प्रभुले हामीलाई आशीष दिनुभएको होस्। हामी प्रार्थना